इन्टिग्रेसन भनेको इन्भर्स अफ डेरिभेटिभ हो हैन। अब एक्जाम्पल लिउँ, एउटा sin x भन्ने y sin x भन्ने एउटा फङ्सन छ, sin x को डेरिभेटिभ cos x हुन्छ। cos x को इन्टिग्रेसन भनेको sin x प्लस c हुन्छ हैन। यही हो क्या इन्टिग्रेसनको डिफिनेसन बनाउन खोजेको हैन। c भनेको चाहिँ के हो भन्दाखेरि c भनेको जुनसुकै कन्स्ट्यान्ट हुन सक्छ। जस्तो किन c आयो त भन्दाखेरि d1 d2 d3 d4 यस्तो हुन्छ नि, d5 d6। अब यो जतिसुकै यस्तो कन्स्ट्यान्ट d100 यसो कन्स्ट्यान्ट गऱ्यो भने हैन 0 नि हो नि त यसको डेरिभेटिभ ल। d(8/) अघि एकचोटि रेकर्डिङै क्यान्सल भएछ अनि फेरि d8/dx भनेको 0 हो हैन। d6/dx पनि 0 भयो, d9/dx त्यस्तो कन्स्ट्यान्टहरु सबै 0 हो। तर यसलाई इन्टिग्रेसन गर्दै भने चाहिँ अब यसको इन्टिग्रेसन भनेको चाहिँ कन्स्ट्यान्ट हुँदो रहेछ क्या, त्यही बुझाउन खोजेको। यदि उसको कन्स्ट्यान्टको डेरिभेटिभ 0 हुन्छ, 0 को के अरे इन्टिग्रेसन कन्स्ट्यान्ट हुन्छ, 0 को इन्टिग्रेसन कन्स्ट्यान्ट भएर यो आयो हो। यसैलाई इन्डिफाइनाइट इन्टिग्रल ऊ भनिन्छ हैन। अब यसलाई एउटा फङ्सन बनाइदिउँ न हैन, फङ्सन बनाउनु सजिलो हुन्छ नि त। यस्तो sin x र fx भन्यो भने यो gx भयो हैन। अब gx को इन्टिग्रेसनले के दियो भन्दाखेरि fx प्लस c भनेपछि के हुने रहेछ भन्दाखेरि y fx भन्ने एउटा फङ्सन छ अरे। यदि फङ्सनलाई डेरिभेटिभ गरिदियो भने gx भन्ने एउटा फङ्सन बन्यो अरे हैन। अब फेरि gx लाई इन्टिग्रेट गरिदियो भने चाहिँ के हुँदो रहेछ भन्दाखेरि fx प्लस c बन्दो रहेछ। यो भनेको रिलेसन अफ डेरिभेटिभ एन्ड इन्टिग्रेसन 11 12 मा दुईटैमा फिक्स यसो नै हो हैन। यो यति भयो इन्टिग्रेसनको डिफिनेसन भयो। अब बेसिक 1 को इन्टिग्रेसन कति हुन्छ भन्दाखेरि x हुन्छ। अब x को पावर n को इन्टिग्रेसन के हुन्छ भन्दाखेरि x को पावर n प्लस 1/n प्लस 1 प्लस c। अब यस्तो फर्मुला त थाहा कुरा हैन। अब यस्तो सिम्पलै कुरा छ हैन। अब इन्टिग्रेसन अफ 1x भनेको ln x प्लस c, किन यस्तो हो भन्दाखेरि डेरिभेटिभ अफ ln x भनेको 1/x हुन्छ ठ्याक्क। यसको डेरिभेटिभ यतातिर आयो अनिखेर यसको डेरिभेटिभवाला यतातिर आयो हैन। डेरिभेटिभ पछिको फङ्सन, डेरिभेटिभ अगाडिको फङ्सन यतातिर आयो, ठ्याक्क रिभर्स भयो नि त। अब इन्टिग्रेसन अफ अरू त ठिकै छ हैन, अलि इन्टिग्रेसन अफ ax प्लस b को पावर n भनेको ax प्लस b को पावर n प्लस 1/। अब यो अगाडिको ax वाला a छ नि, a चाहिँ तल जान्छ अनिखेर n प्लस 1 यो पावरमा चाहिँ छ, पावर तल झर्छ, प्लस डेरिभेटिभमा पावर अगाडि आउँछ, इन्टिग्रेसनमा पावर तल झर्छ हो। यस्तै हुन्छ लगभग सबै नै भन्यो। अब त अरू के नै छ र, यति जानेपछि अलिअलि चाहिँ भयो हैन। अब यसको तर उहाँ n को भ्यालु चाहिँ कति हुनु हुँदैन, उहाँ चाहिँ n को भ्यालु 1 के अरे -1 हुनु हुँदैन। n को भ्यालु -1 भयो भने त यस्तो फर्म भइगयो नि हैन। 1/x त भयो, यो तलतिर जान्छ अनि 1/x। जस्तो इन्टिग्रेसन अफ 1/ax प्लस b के हुन्छ भन्दाखेरि यो भनेको चाहिँ n -1 भयो नि त उहाँ के अरे ax प्लस b को पावर -1 लेख्नु र 1/ax प्लस b लेख्नु त सेम कुरा भयो हैन। अब यसको इन्टिग्रेसन गर्यो भने यो प्लस c हुन्छ।